एक सानो गाउँमा समीर नामको एउटा युवक बस्थ्यो। उसको जीवन बाहिरबाट हेर्दा सामान्य थियो, तर मनभित्र भने धेरै प्रश्नहरू थिए। कहिलेकाहीँ ऊ एक्लै खोलाको किनारमा गएर घन्टौँसम्म पानी बगेको हेर्थ्यो र आफैलाई सोध्थ्यो, आखिर जीवन के हो? सानो हुँदा उसलाई लाग्थ्यो जीवन भनेको धेरै पैसा कमाउनु हो। अलि ठुलो भएपछि लाग्थ्यो जीवन भनेको माया पाउनु हो। माया पाएपछि लाग्यो जीवन भनेको आफ्नो मान्छेहरूसँग सधैँ खुसी भएर बस्नु हो। तर समयसँगै उसको सोच बदलिँदै गयो। एक दिन समीरले आफ्नो सबैभन्दा नजिकको साथी गुमायो। उसले धेरै रोयो। त्यही समयमा उसलाई माया गर्ने केही मानिसहरू पनि उसको जीवनबाट टाढा भए। समीरको मनमा ठुलो चोट पर्यो। उसले सोच्यो, यदि अन्त्यमा सबै छुटेर जाने हो भने जीवनको अर्थ के? त्यसपछि ऊ गाउँको एक वृद्ध मानिस कहाँ पुग्यो। गाउँमा सबैले उनलाई बाजे भनेर बोलाउँथे। समीरले सोध्यो, बाजे जीवन के हो? बाजे मुस्कुराए र भने, जीवन भनेको जन्मदेखि मृत्युको बीचमा बित्ने समय मात्र होइन बाबु। जीवन भनेको त्यो समय हो जहाँ मानिसले हाँस्न सिक्छ र रुन सिक्छ, हार्न सिक्छ अनि फेरि उठ्न सिक्छ। समीर चुपचाप सुनिरह्यो। बाजेले फेरि भने, तिमीले आज गुमाएको मान्छे सम्झेर रोहिरहेका छौ, तर उसले तिमीलाई दिएको माया र सम्झना र सिकाइ त अझै तिमीसँगै छ। मान्छे हराउँछन्, तर उसले दिएको अनुभव हराउँदैन। त्यसो भए दुःख पनि जीवनकै हिस्सा हो? समीरले सोध्यो। बाजेले भने, हो, दुःख नभएको जीवन अधुरो हुन्छ। अँध्यारो रात पछि बिहान आउँछ, त्यसै गरी आँसु पछाडि मुस्कान आउँछ। त्यो दिन समीरले पहिलो पल्ट जीवनलाई फरक तरिकाले बुझ्यो र उसले बुझ्यो जीवन सधैँ आफूले चाहे जस्तो हुँदैनन्। कहिले आफ्नो मान्छेले धोका दिन्छन्, कहिले मेहनत गर्दा पनि सफलता मिल्दैनन्, कहिले आफ्नो सपना अधुरो हुन्छ, कहिले आफूलाई सबैभन्दा बलियो ठान्दा पनि मनभित्रबाट टुटिन्छ। तर जीवन त्यही सकिँदैन। जीवन भनेको टुटेर पनि फेरि उठ्नु हो, हारेर पनि फेरि प्रयास गर्नु हो, आँसु लुकाएर अरूलाई मुस्कान दिनु हो, आफूलाई दुखेर पनि अरूको दुःख बुझ्नु हो। समय बित्दै गयो। समीरले धेरै सङ्घर्ष गर्यो। उसले आफ्नो सपना पुरा गर्न दिनरात मेहनत गर्यो र धेरै पटक असफल भयो। तर बाजेको कुरा सम्झेर फेरि उठ्यो। धेरै वर्षपछि एक दिन ऊ त्यही खोलाको किनारमा पुग्यो जहाँ बसेर उसले कहिले जीवन के हो भनेर आफैलाई प्रश्न गरेको थियो। उसले पानीतिर हेर्दै मुस्कुरायो। अब उसलाई उत्तर थाहा थियो। उसले मनमनमै भन्यो, जीवन भनेको सुख मात्र होइन रहेछन्, जीवन भनेको दुःख पनि रहेछन्, जीवन भनेको मिलन मात्रै होइन, बिछोड पनि रहेछन्, जीवन भनेको जित मात्रै होइन, हार पनि रहेछन्, तर यी सबैको बिचमा पनि आशा नछोडेर अगाडि बढ्नु नै जीवन रहेछन्। त्यसपछि समीर उठ्यो र आफ्नो बाटो लाग्यो, किनकि उसले बुझिसकेको थियो जीवन छोटो छ, तर यसको कथा लामो हुन्छ। हरेक आँसुको पछाडि एउटा कथा हुन्छ, हरेक सङ्घर्षको पछाडि एउटा सपना हुन्छ र हरेक मानिसको मुस्कानभित्र एउटा लुकेको पीडा हुन्छन्। त्यसैले जीवन के हो भनेर खोजिरहनुभन्दा पाएको जीवनलाई अर्थपूर्ण बनाउन नै सबैभन्दा ठुलो महत्त्वपूर्ण जीवन हो।